आमाले छोडेर गएपछि 9 वर्षको बच्चाले प्यारालाइज भएको बुवालाई स्याहार सुसार गर्दै बसे। घरमा खाना बनाउनु, प्यारालाइज भएको बुवालाई खुवाउनु, घरको काम गर्नु, बुवालाई दिसा पिसाब गराउनु अनि बाहिर काम गरेर पैसा कमाउनु 9 वर्षको बालकको यो दैनिकी रहेछ। के भन्छ फुच्चेले चाहिँ के भन्छ भने म काम भए काम गर्छु है तपाईँ भन्नु केही काम गर्छु म भन्छ। अनि कसै काम भयो भने काम गर्नु कुदिहाल्छ क्या, त्यो चाहिँ यसो पैसा आउँछ नि त मलाई भन्छ अनि कुदिहाल्छ। अनि यत्रो ढुङ्गाहरू उठाएर बोकिहिन्छ, कसको घर बनाउनु छ कसको के गर्नु छ मलाई सुनाउनु ला आन्टी भनिहिन्छ क्या। त्यो चाहिँ सोध्नु जान्छ, यसो बाटो हिँड्दाखेरि के गर्नु भएको छ आन्टी भन्छ। त ठुलो ढुङ्गा बोक्नु सक्दैन यस्तो मसिन बोक्न भन्यो भने बोक्नुपर्छ अलिअलि त भन्छ क्या। त्यस्तै कुरा गर्छ। पैसा पनि लिएर आउँछ। पैसा दिन्छ नि सबैले, अहिले काम गरेपछि पैसा दिनु परिहाल्यो नि। 20, 50, 100 रुपियाँ कमाएँ भन्दैथियो जस्तै पनि। ए हो। अनि त्यो पैसाले चाहिँ के गर्दो रहेछ? अनि के गर्छ त भन्दाखेरि चाहिँ म घरमा लगेर राख्छु, खुत्रीमा हाल्छु आन्टी भन्थेँ। अब के गरौँ, मेरो घर अलि तले पर्छ। अनि अरू पनि कामहरू गर्थे? अरू कामहरू पनि भयो भने म गर्छु है आन्टी भनिदिनु मलाई भन्छ क्या। सुनाउनु गर्छु नि म काम केही भन्छ क्या त्यसले। कति वर्षको भयो होला नि यो भाइ? कति वर्षको भयो त्यो त म 9 वर्ष पुगेँ। 9 वर्षको बच्चाले काम गरेर ल्याएर पैसा कमाएर ल्याउँथ्यो। दिन्छु म बाबालाई दिन्छु, यस्तो काम गर्छु पैसा आउँछ नि त मलाई भन्छ क्या। 10-20 रुपियाँ पैसा आयो भने कहाँ पाउनु भन्ने कुरा गर्छ क्या। त्यहाँ गएर मेरो घर अलि तलै छ नि त। शरीरमा फाटेको लुगा, प्यारालाइजले थलिएको अपाङ्ग बुवा, न खानुको टुङ्गो अनि झुपडीको बास, एउटा अबोध बालक, छैन कसैको साथ। मम्मीको याद आउँछ आउँदैन? आएर के गर्नु, मेरो मम्मीले चाहिँ किन छोडेर जानुभयो थाहा भएन। यी सानो बाबुको नाम चाहिँ सुमन रहेछ। हामी पुग्दा सुमनले बुवालाई खाना खुवाउँदै थिए। हामी आएको देखेर गाउँलेहरू पनि आए। यहाँ आइपुगे पछाडि मैले देखेँ उहाँ दाइको हालत एकदमै नाजुक स्थिति देखेँ। त्यस पछाडि मैले थोरै भिडियो पनि बनाएँ। भिडियो बनाएर चाहिँ म आफै सेयर गरौँ कि भने फेरि त्यो पनि मैले त्यो गर्न चाहिनँ, किनभने म अलिगल मान्छे होइन। त्यो पनि मैले त्यो गर्नु हुँदैन।